Josalopa and Namaste everyone. Welcome back to my new video. अनि आज चाहिँ April 13th अनि आज चाहिँ अनि आज चाहिँ 2081 BS को हाम्रो लास्ट डे अनि हामी चाहिँ आज पुरै फ्यामिली मन्दिर जाँदैछौँ पलाञ्चोक सो या हामी चाहिँ आज ओम्नी भ्यानमा किडन्यापिङ भ्यानमा जाँदैछौँ अनि एल्जा कस्तो भइरहेछ ट्रिप राम्रो आयो यार भमिट झन्डै गरेको मैले अघि अलिअलि खाली पेट आएको थियो नि त्यहाँ अलिकति गाह्रो भएको थियो नत्र बाइक सब फर्स्ट क्लास थियो अनि सानो ब्रेक लिएको एकछिन मम्मी हामी कहाँ जानु अरे अहिले चिया खाइरहेको थियौँ म त बस्छु यहाँ चिया बोकेको थियो हामी चाहिँ चिया खाँदैछौँ बिस्कुट गरेर मागिरहेको के खान्छ अब हाम्रो कुकुरभन्दा सफा छ भने नि यो गाउँको सफा त होइन पहिला के हो कि सक्के हो कि के रहेछ नाम आफ्नो कुकुरको नाम आफै थाहा छैन ज्याक्स हाम्रो ज्याक्स भन्दा सफा छैन कतै पोरी छ हाम्रो बिचरा त्यो बट्टामै दिएको हुने नि अब त्यो भित्र अट्नु पर्यो नि त उसको त्यो पोलेकोले नि त्यो ल यस्तो खान्छ अनि नमोटा के हुन्छ ल तिमी नखाऊ नि त भइगयो नि म जिम गरेमा चाहिँ म त घटाइ पनि आज खाइरहेको छु नि बिहान खाऊ अब म्यान म चाहिँ नखाने हिजो मोबाइल बिगाएर यस्तो बिग्रेर लानु खोजेको हिजो मोबाइल म मेरो बहिनी मोबाइल दाम गरिरहेको थियो अनि मोबाइल बिग्रेको थियो क्या केही बिग्राएन बिग्रेको थिएँ सुना बिग्रेको थियो बल्ल मन्दिर पुग्यो मेरो त हालतै खराब भयो गाडीमा बस्दा बस्दा के हो खराब अब मन्दिर दर्शन गर्छु आनन्द हुन्छ टाउको दुखेर कस्तो भइरहेछ मलाई त ज्याद निन्द्रा लाग्यो मलाई त पोजिटिभ 5 किलोमिटर नै कस्तो 50 किलोमिटर जस्तो लागिरहेको मलाई त अब मन्दिर गइन्छ दर्शन गरिन्छ अनि के हुन्छ देखाउँछु लास्टै गन आयो के गाडी एनर्जी डाउन भइरहेछ अहिले चाहिँ गाडी हो त लास्टै गाडी बनाएको एकछिन भेट्छु अवश्य सक्यो बल्ल होइन बल्ल खाजा खाइयो होइन त्यो पनि चिल्ले चिल्लो थियो म त टाउको खाने मन छ होइन अहिले चाहिँ अम्लेट किनेको चाहिँ यो मेलाई मात्रै है ए म मेरो यहाँ के किन्दै होला त्यही जाँदैछु अब हर्बल प्रोडक्ट्स हर्बल प्रोडक्ट्स यसको आदि पनि हामी देखाएको छैन होला हौ हामीले त यो त के हो थाहै छैन झुसेर होइन फर्स्ट टाइम देखिरहेको छु त्यो अर्को पसलको उता यता छ के अरे अलु पिपी के भन्छ यता अर्को सपिङ यता अर्को सपिङ जे पनि से भन्दो रहेछ आउने टेस्ट गरेर चाहिँ गाह्रो छ हामीलाई साउथतिर सपिङ गर्नुपर्छ जिन्दगी हो त यसै हो पलाञ्चोक
भगवती टेम्पल धेरै पछि आइयो। सपिङ गर्न गाह्रो छ यहाँ। के भन्छ ब्याग बोक्ने तरिकाहरू नि मेरो उल्टो ब्याग क्या खतरा छ। सुल्टन बोक्नु मन छ, उल्टन बोक्नु हुन्छ। ब्याग बोक्न आउँदैन। अलिअलि फोटो खिच्नु पर्यो। अब फोटो खिचाएको छैन आज। रोजित सर बिग फ्यान तपाईँलाई मैले देखेको होइन। मैले देखेको हो कि तपाईँलाई मैले देखेको हो कि प्लिज मैले तपाईँलाई देखेको थिएँ कि कहाँ देखेको थिएँ कि भन्नु न त्यही यहाँ पलाञ्चोकमा आइरहेको छु होइन। ओ यहाँ त मैले रोजित सर देखेको छु। ओ रोजित सर बिग फ्यान हो कि एकछिन बिग फ्यान ल फाइनली रिटर्निङ ब्याक। कति बज्यो? 1 बजे ठ्याक्कै फर्किँदैछ। म कति चाहिँ घर पुग्छ थाहा छैन आज। अहिले क्या टाउको धोइरहेको त हल्का फ्रेस चाहिँ भयो। फेरि टाउको दुख्छ पछि अब। कुनै टाइम मलाई मन पऱ्यो मोबाइल हो यार यो। यही कलर गड डिस्प्ले अझ के कस्तो राम्रो थियो यो। यही टर्निङमा बाइक चलाएर कस्तो रमाइलो हुन्थ्यो। अब बाइक चलाएको छैन। अनि गएदेखि बाइक जाँदा पनि बाइक आउँदा नि बाइक ओली त्यो मान्छेको बाइक चलेर बाइक किज इमोसन हुन थाहा छैन। इमोसन नो फेन्स। माइक टेस्टिङ 1 2 3 के आएर थाहा छैन। म चाहिँ यहाँ कहाँ आएको अरे मम्मी मलाई जग्गा आएको थियो। अब घर फर्किँदैछु। सो एक्सपिरियन्स कस्तो भयो भनेर म सोध्नु जाँदैछु होइन। त्यो माइकमा के सुनेन होला कि अहिले बोलाएको सानोसम्म भएर। यहाँ हुनुहुन्छ हाम्रो फेमस मान्छे जो मलाई फोटो खिच्न दिएको थिएन। सो के भन्नुहुन्छ? मैले त यहाँनिर कस्तो एक्सपिरियन्स भयो यहाँ आउँदाको सोधेर चाहिँ अब भोट पनि भन्न थालिसकेँ। के भन्नु चाहनुहुन्छ अब यसमा? गाडीभन्दा बाइक गर्नुपर्छ। गाडीमा टाउको दुख्नु रहेछ। ल यति नै हो। बाई बाई। ए मम्मी के छ भन्नुहुन्छ? के गर्न आएको सुनेन बाइकले? ह्याप्पी न्यू इयर। अहिले चाहिँ हामी यहाँ ल अरे 5 खाल बजारमा रोकिरहेको छ। मम्मी र आलु किन्न भनेर जानुभएको छ। यही हो बाहिर अहिले। टाउको दुखेर मात्र कस्तो थियो। म चाहिँ गाडीमा जान सक्दैन भने थाहा भयो। अहिले म बाइक पर्छु। गाडी चलायो भने सक्छु, बसेर सक्दैन। टाउको दुखेर नै थिएन नि यो थिएन। यो खाना बनाएको